नमस्कार साथीहरू, स्वागत छ अँध्यारोको पहिलो एपिसोडमा। आज म तपाईहरुलाई लैजान्छु काठमाडौँको एउटा यस्तो ठाउँमा जहाँ कथाहरू सुरु हुन्छन् तर कहिले पनि समाप्त हुँदैनन्। हो, यो कथा हो रक्तकाली महलको। काठमाडौँको पुरानो सहरमा साँघुरो गल्लीहरूको बीचमा लुकेको एउटा यस्तो ठाउँ जसको बारेमा मान्छेहरू बस फुसफुसाएर कुरा गर्छन्। तर आज एकजना मान्छे यहाँ आउँदैछन् र उनलाई थाहा छैन यो निर्णयले उनको जीवन र अरू धेरैको जीवन कसरी परिवर्तन गर्नेछ भनेर। किनभने बत्ती बालेर राख्नुहोस्, यात्रा लामो र एकदमै डरलाग्दो छ। काठमाडौँ सेप्टेम्बर 2024। रोहन श्रेष्ठ उमेर 32 वर्ष, एक फ्रिल्यान्सर फोटोग्राफर दिल्लीबाट काठमाडौँ फर्किन्छन्। किन? आफ्नो जीवनलाई सुधार्न र नयाँ सुरुवात गर्न। दिल्लीमा उसँग सबै गलत भयो। उसले काम गुमायो, सम्बन्ध टुट्यो, पैसा सकियो, आफ्नो सबैभन्दा मिल्ने साथी गुमायो। तर त्यो साँच्चै एक्सिडेन्ट थियो? रोहनले प्रश्न सोध्छन्। किनभने उनलाई याद छ त्यो रात एक्सिडेन्ट हुनु अघि उसले केही यस्तो देखेको थियो जुन त्यहाँ हुनु हुँदैन थियो। तर कसैले रोहनको विश्वास गरेनन्। सबैले भने तिमी टेन्सनमा छौ, त्यो एक्सिडेन्टको कारणले तिमीलाई कल्पनाहरू आइरहेको होला। सायद सबैले ठिक नै भन्छन्, सायद उसले साँच्चै कल्पना देखेको थियो। त्यसैले रोहन काठमाडौँ फर्क्यो, आफ्नो जन्मस्थानमा शान्ति खोज्न, आफैलाई फेला पार्न। रोहनलाई घर चाहियो, भाडामा, सस्तो, किनभने उसँग धेरै पैसा थिएन। उसले अनलाइन खोज्यो, धेरै विज्ञापनहरू आए, तर सबै महँगो कि त उसले चाहेको भन्दा धेरै टाढा। एक दिन एउटा क्याफेमा बसेर ल्यापटप चलाइरहेको बेला छेउको टेबलमा एकजना बुढो मान्छे त्यहाँ आएर बसे, लगभग 70 वर्ष जति, धोती सुरुवाल टोपी लगाएको। बुढो मान्छेले रोहनतिर हेरे र सोधे, बाबु घर खोज्दै हुनुहुन्छ? रोहन अचम्मित भयो। कसरी थाहा पनि भयो? बुढो मान्छेले मुस्कुराएर भने, तिम्रो ल्यापटपको स्क्रिन अनि तिम्रो अनुहारमा देखिएको चिन्ता देखेर। रोहनले हाँसेर भने, हो वा, घर खोजिरहेको छु, तर सबै यहाँ महँगो छ कि चाहिँ एकदमै धेरै दूरीमा छन्। बुढो मान्छेले केही सोचे, त्यसपछि भने, मसँग एउटा ठाउँ छ पुरानो सहरमा, ठुलो घर होइन, महल भन्नु उचित हुन्छ, र भाडा पनि धेरै सस्तो। रोहनको आँखा चम्कियो। साँच्चै कति? बुढो मान्छेले रकम भने। रोहनले सोचेको भन्दा पनि एकदमै कम। तर बुढो मान्छेले थपे, एउटा शर्त छ। रोहनले भने, कस्तो शर्त? बुढो मान्छेले भने, त्यो घर एकदम पुरानो छ, 100 वर्षभन्दा बढी पुरानो र लामो समयदेखि कोही बसेको छैन त्यहाँ। तिमीलाई त्यो कुरा ठिक छ भने ओके। रोहनले सोच्यो, पुरानो घर, कुनै समस्या छैन। ऊ एउटा फोटोग्राफर पनि हो अनि पुरानो ठाउँहरू उसलाई एकदमै मनपर्ने। त्यसपछि रोहनले भन्छ, ठिक छ, म हेर्न सक्छु। बुढो मान्छेले चाबी निकाले र एउटा कागजमा ठेगाना लेखे, यो ल्याऊ, सिधा जान सक्छु, तर घर खुल्ला छैन, तर यो चाबीले खुल्छ। हेर, मन पर्यो भने भोलि मलाई यही भेट्टा हुन्छ। रोहनले चाबी र कागज लिएर धन्यवाद दिएर क्याफे छोड्यो। तर उसले देखेन बुढो मान्छेले उसले जाँदैको हेरिरहेको र एउटा अचम्म खालको अनौठो मुस्कान दिइरहेको थियो। रोहनले ठेगाना अनुसार ठाउँ खोज्यो। पुरानो सहरको साँघुरो गल्लीहरू पार गर्दै मानिसहरू एकदमै कम, पुराना पसलहरू, वातावरण पनि अलि अजीब खालको थियो त्यहाँ। अनन्त एउटा ठुलो पुरानो गेटको अगाडि उसको स्कुटर रोकियो। गेटमा नाम धुलोले ढाकिएको थियो। रोहनले पुछेर पढ्यो, रक्तकाली महल 1924। कस्तो अनौठो नाम, रक्तकाली, रोहनले सोच्यो। उसले गेट धकेल्यो। चरुको आवाजको साथमा गेट खुल्यो। भित्र एउटा ठुलो आँगन र पछाडि 3 तल्ले पुरानो महल, राणाकालको आर्किटेक्चर, सुन्दर तर एकदम जीर्ण अवस्थामा। रोहन भित्र पस्यो। आँगनमा घाँस उम्रिएको पुराना रुखहरू, चराहरूका आवाज पनि थिएन, एकदमै सन्नाटा थियो त्यहाँ। महलको मुख्य ढोका अगाडि पुगेर रोहनले चाबी प्रयोग गरेर ढोका खुल्यो, चर्को आवाजको साथमा, जस्तो कसैले चिच्चाएको जस्तो। भित्र अँध्यारो थियो। रोहनले आफ्नो मोबाइलको टर्च बाल्यो। ठुलो हलवे, धुलोले ढाकिएको, पुरानो फर्निचर, सोफा, टेबल, काठको अलमारी, पर्खालमा मानिसहरूको पुराना ब्ल्याक एन्ड व्हाइट तस्विरहरू, एकदमै कडा अनुहार अनि अनौठो लुगा लगाएका। रोहनले फोटोग्राफरको नजरले हेरेर भन्यो, वाउ, यो त एकदमै अमेजिङ छ यार, भिन्टेज प्यालेस, म यहाँ राम्रो सुट गर्न सक्छु। अनि ऊ वरिपरि घुम्यो, कोठाहरू हेऱ्यो, सबै पुरानो तर एकदमै बलियो। ठुलो ठुलो कोठा, झ्यालहरू पनि ठुल्ठुलो, बेडरुमहरू, स्टोर रुम, रसोई घर, सबै हेरेर सोच्यो, यो त एकदमै पर्फेक्ट छ, सस्तो पनि छ, ठुलो पनि छ अनि साथसाथै युनिक। ऊ माथिल्लो तल्लामा जान खोज्छ, तर उसले देख्छ कि सिडीको अगाडि एउटा ठुलो भारी बन्द ढोका थियो। त्यसमा पुरानो र अनौठो सिम्बलले भरिएको ताला लागेको थियो। रोहनले ढोकामा हात राख्यो र अचानक उसले एकदमै चिसो महसुस गर्यो, जस्तो ढोका बरफको बनेको। उसले हात तुरुन्त तान्यो। के भयो? यो किन यति चिसो छ? उसले फेरि छुन खोज्यो, तर यसपटक ढोका पछाडिबाट आवाज आयो, धमिलो आवाज, जस्तो कोही कुरा गरिरहेको वा रोइरहेको जस्तो। रोहनको मुटु तेज धड्कन थाल्यो। उसले कान लगाएर ढोकामा, उसले कोही कुरा गरिरहेको जस्तो सुन्छ। को छ त्यहाँ? रोहनले सोध्यो।
आवाज अचानक बन्द भयो। पूर्ण रूपमा सन्नाटा। रोहनले पर्ख्यो। 10 सेकेन्ड, 20 सेकेन्ड, केही पनि आवाज आएन। मेरो सायद कल्पना होला, उसले सोच्यो, तर उसको हात काँपिरहेको थियो। उसले माथिल्लो तल्ला जाने विचार छोड्यो अनि तल फर्क्यो। रोहन भोलिपल्ट क्याफे फर्क्यो। बुढो मान्छे त्यही थिए। यस्तो लाग्थ्यो कि उसलाई नै पर्खिरहेको। कस्तो लाग्यो त बाबु? बुढो मान्छेले सोध्नुभयो। ठाउँ राम्रो छ, तर के? माथिल्लो तल्लामा जाने ढोका त्यो बन्दै रहेछ। ताला लागेको छ, त्यो खुल्छ? बुढो गनर गम्भीर भयो। त्यो तल्ला बन्द छ र बन्द नै रहन्छ। किन? किनभने त्यहाँ केही छ जसलाई जिस्काउनु हुँदैन। रोहन अलमलमा पर्यो। मतलब? बुढो मान्छेले गहिरो सास लिएर भने, बाबु त्यो महल साधारण महल होइन। यसको इतिहास छ, अध्यारो इतिहास। तर भाडा सस्तो छ किनभने त्यहाँ कोही बस्न चाहँदैनन्। किन बस्न चाहँदैनन्? किनभने त्यहाँ रातिमा केही हुन्छ, आवाजहरू, छायाहरू, अनौठो अनुभवहरू। रोहनको मुटु चिसो भयो। मतलब त्यहाँ भूत छ? बुढो मान्छे मुस्कुराउँदै भने, भूत मलाई थाहा छैन, तर केही छ र धेरै मानिसहरू यहाँ बसे, तर कोही पनि 1 महिनाभन्दा बढी बस्न सकेनन् र सबै भागे। रोहन चुप भएर सोच्न थाल्यो। एकतिर घर सस्तो र ठुलो छ, उसले खोजेको भन्दा पनि, तर अर्कोतिर सबै अनौठो कुरा भइरहेछ। के गर्ने होला? रोहनले निर्णय गर्यो। म बस्छु, 1 महिना ट्राई गर्छु, हेरौँ के हुन्छ। बुढो मान्छेले उसलाई लामो समयसम्म हेरे। त्यसपछि भने, ठिक छ, तर याद राख, माथिल्लो तल्लाको ढोका कहिले पनि नखोल्नु, जे भए पनि। किन? रोहनले फेरि प्रश्न गर्छ। बुढो मान्छेले भन्छन्, किनभने त्यो ढोका पछाडि जे छ त्यो बाहिर आउनु हुँदैन। रोहन मलमा सर्यो। आफ्नो सामान, एउटा ब्याग, ल्यापटप, क्यामेरा इक्विपमेन्ट लिएर। त्यति मात्र थियो उसँग। उसले तल्लो तल्लाको एउटा बेडरुम बज्यो, सफा गर्यो, आफ्नो सामान राख्यो। बिजुली र पानी आयो। उसलाई अचम्म लाग्यो। सबै काम गरेको रहेछ यार, यत्रो टाइमसम्म नचलेको पनि। पहिलो रात सामान्य थियो। रोहनले खाना खायो, ल्यापटपमा फिल्म हेर्यो, सुत्यो। केही पनि भएन। दोस्रो रात पनि सामान्य बित्यो। तेस्रो रात केही फरक भयो। समय रातको 2:30 बजे। रोहन गहिरो निद्रामा थियो। अचानक ऊ बिउज्यो। माथिबाट आवाज आइरहेको थियो, दमिलो तर एकदमै स्पष्ट आवाज। ठक ठक ठक, जस्तो कोही माथि हिँडिरहेको, भारी पाइलासित। रोहन उठेर ध्यान दिएर सुन्यो। तर कसरी? माथि त कोही छैन, त्यो तल्ला बन्द पनि छ। आवाज जारी रह्यो। ठक ठक ठक। रोहन डरायो, तर उत्सुक पनि भयो, किनभने ऊ फोटोग्राफर हो। रियालिटी चेक गर्ने बानी पनि छ उसमा। ऊ बेडरुमबाट निस्क्यो, मुख्य हलमा आयो। माथि हेऱ्यो, छत थियो, तर छत पछाडि बन्द ताला। आवाज अझै आइरहेको थियो। रोहन सिँढी चढ्यो, त्यो बन्द ढोकाको अगाडि पुग्यो। आवाज अब एकदम नजिक थियो। ढोका पछाडिबाट स्पष्ट रूपमा ठक ठक ठक, र त्यसपछि अर्को फुसफुसाउने आवाज, धेरै धमिलो। रोहनले बुझ्न सकेन के भनिरहेको छ उताबाट भन्दा। उसले ढोकामा कान लगाएर अचानक ढोका पछाडिबाट कसैले भित्रबाट ढोका ठोक्यो, ड्याम। रोहन पछाडि हट्यो र हेऱ्यो। ढोका हल्लिरहेको थियो, जस्तो कसैले भित्रबाट धगलेको, बाहिर निस्कन खोजिरहेको। एकदमै जोड-जोडले हान्न लाग्यो, ड्याम 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 ड्याम। रोहनको सास रोकियो। उसको खुट्टा काँपिरहेको थियो र त्यसपछि आवाज आयो, स्पष्ट आवाज, महिलाको आवाज। खोल्नुहोस्, कृपया खोल्नुहोस्। रोहन त्यही जम्यो। त्यो आवाज पीडा र दुःखले भरिएको थियो। म अड्किएको छु, कृपया बाहिर निकाल्नुहोस्। रोहनको मुटु फुट्ला जस्तो ढल्किरहेको थियो। के गर्ने? चाबी खोज्ने? ढोका खोल्ने? तर बुढोको शब्द याद आयो, त्यो ढोका कहिले नखोल्नु। रोहन बिस्तारै पछाडि हट्यो र तल आफ्नो कोठामा दौडियो, ढोका बन्द गरेर। तर माथिबाट अझै आवाज आएको थियो, ड्याम ड्याम ड्याम। खोल्नुहोस्, कृपया। त्यो रातभरि आवाज जारी रह्यो। रोहनले आँखा बन्द गरेन। बिहान भयो, आवाज रोकियो, फेरि सन्नाटा छायो। रोहन बाहिर निस्क्यो। दिनको उज्यालोमा सबै सामान्य देखिन्थ्यो। ऊ माथि गयो, बन्द ढोका हेऱ्यो। सबै शान्त थियो, जस्तो केही भएको नै थिएन त्यहाँ। के मैले सपना देखेँ? होइन, त्यो साँचो थियो। मैले पक्कै सुनेको। रोहनले निर्णय गर्यो, यो ठाउँको बारेमा अनुसन्धान गर्ने र यहाँको इतिहास जान्ने। उसले गुगलमा खोज्यो, रक्तकाली महल स्टोरी। केही आर्टिकल्स आए, पुराना न्युजपेपर क्लिपिङ र एउटा ब्लग पोस्ट। रोहनले पढ्न थाल्यो। 1924 यो महल बनेको थियो। मालिक थिए राणा जङ्गबहादुर, एक धनी शक्तिशाली व्यक्ति, राणा परिवारको दूर सम्बन्धी। उनको परिवार थियो पत्नी कृष्णकुमारी र 2 छोरी, मालती र सरला, 18 र 15 वर्षकी। महलमा तिनीहरू खुसी बस्थे, समृद्ध जीवन थियो। तर 1927 केही भयो। एक रात, पूर्णिमाको रात,
महलमा चिच्चाट सुन्यो। छिमेकीहरू दौडिँदै गए, तर ढोकाभित्रबाट बन्द थियो। बिहान पुलिसले ढोका फोड्यो र उनीहरूले त्यहाँ एकदमै दर्दनाक दृश्य देख्यो। राणा जङ्गबहादुर मृत अवस्थामा, घाँटीमा घाउ थियो। कृष्णकुमारी पनि मृत अवस्थामा, छातीमा छुरा हानिएको थियो। सरला मृत जमिनमा पल्टिएकी थिइन्, तर मालती हराएकी थिइन्। पुलिसले सबैतिर खोजे, तर मालती कति भेटिनन्। अनुसन्धान भयो, तर कुनै प्रमाण फेला परेन। कसले हत्या गर्यो, किन गर्यो, कसरी गर्यो। केही दिनपछि महलको माथिल्लो तल्लामा एउटा पत्र फेला पर्यो, मालतीको लेखाइमा। त्यसमा लेखिएको थियो, मैले गरे, म सबैको हत्यारा हुँ, म पागल हो र अब म आफैलाई पनि सजाय दिन्छु। र त्यही कोठामा मालतीको शरीर झुन्डिएको अवस्थामा फेला पर्यो। केस त्यही बन्द भयो। सबै घटनाले आत्महत्या र मर्डर सुसाइड घोषणा गरियो, तर स्थानीयहरूले विश्वास गरेनन्। उनीहरूले भने मालती त दयालु शान्त केटी थिइन्, उनी कहिले यस्तो गर्न सक्दिनथिन्। र त्यो रातपछि महल प्रतित्याग गरियो। कसैले पनि त्यो महल किन्न चाहेन, न त कोही बस्न नै चाह्यो त्यहाँ। किनभने रातिमा माथिल्लो तल्लाबाट चिच्चाट र रुने आवाज आउन थाल्यो र निरन्तर मद्दत मागिरहेको। रोहन आर्टिकल पढेपछि स्तम्भ भयो। मालती, के साँच्चै मालतीको मृत्यु त्यही कोठामा भएको हो? के त्यो कोठाबाट आउने आवाज मालतीको आत्माको नै हो? उसलाई विश्वास गर्न गाह्रो भयो। तर हिजो राति उसले जे सुन्यो त्यो साँचो थियो। के गर्ने, गाउँ छोड्ने वा बस्ने र सत्य पत्ता लगाउने? रोहनको फोटोग्राफरको क्युरियोसिटी जाग्यो। यदि यो साँचो हो भने म यसको डकुमेन्ट्री बनाउन सक्छु। यसले मेरो करियर रिस्टार्ट गर्न सक्छ। उसले बस्ने निर्णय गर्यो, तर सावधानीपूर्वक अनुसन्धान गर्दै। अर्को दिन रोहन बाहिर निस्केर घुमिरहेको थियो। महल नजिकको पसलमा नास्ता किन्नका लागि गयो। त्यहाँ उसले एउटी 26-27 वर्षकी युवतीलाई देख्यो। हेर्दा जर्नलिस्ट जस्तो देखिने, नोटबुक र कलम लिएर स्थानीयहरूसँग कुरा गरिरहेकी। रोहनले ध्यान दिएन। खाजा किनेर फर्कन लागेको थियो कि अचानक त्यो युवती उसको नजिक आइन्। एक्सक्युज मी, तपाईँ रक्तकाली महलमा बसिराख्नु भएको छ? रोहनले अचम्मित भयो। हजुरलाई कसरी थाहा भयो? म जर्नलिस्ट हुँ, प्रिया खत्री। म यो महलको बारेमा आर्टिकल लेख्दैछु र मैले सुने अहिले यहाँ कोही बसिराख्नु भएको छ, पहिलोपल्ट केही वर्षमा। रोहन चुप भयो। प्रियाले फेरि भनिन्, म यो महलको इतिहासको अनुसन्धान गरिरहेको छु। मालतीको कथा र अनौठो घटनाहरू जो यहाँ बसे तिनीहरूसँग भयो। के घटना? प्रियाले नोटबुक खोलिन्। धेरै मानिसहरू यहाँ बसे, तर सबै केही दिनमा भागे। तिनीहरूले सबैले एउटै कुरा भने, माथिल्लो तल्लाबाट मान्छेको आवाज र ढोका टट्काउने आवाज आउँछ, कसैको उपस्थिति महसुस हुन्छ। रोहनको पसिना निस्किन थाल्यो। प्रियाले उसलाई नजिकबाट हेरिन् अनि भनिन्, तपाईँले पनि अनुभव गर्नुभयो? रोहनले स्वीकार गरे, हो, तेस्रो रात मैले सुने। प्रियाको आँखा चम्कियो। साँच्चै? के सुन्नुभयो? रोहनले बताए। पाइलाको आवाज, ढोकाढोकीको आवाज, महिलाको आवाज। प्रिया सोचमा परिन्। यो इन्ट्रेस्टिङ छ। मसँग एउटा प्लान छ। कस्तो प्लान? हामी साझेदारी गरौँ। तपाईँ त्यहाँ बसिराख्नु भएको छ, तपाईँ अब्जर्भ गर्न सक्नुहुन्छ र म अनुसन्धान गर्छु। हामी मिलेर पत्ता लगाऊ साँचो के हो भनेर। रोहन सोचमा पर्यो। हुन त अर्को व्यक्तिसँग काम गर्न सेफर पनि हुन्छ। प्रियाको अनि जर्नलिस्ट कनेक्सनले पनि मद्दत गर्न सक्छ। ठिक छ, ट्राई गरौँ। दुवैले हात मिलाए। तर तिनीहरूलाई थाहा थिएन यो निर्णयले तिनीहरूको जीवन कसरी परिवर्तन गर्नेछ र कति भयानक शक्ति खुलाउनेछ भनेर। त्यो रात रोहन महलमा फर्कियो, तर यसपटक ऊ एक्लो थिएन। प्रिया पनि उसँग आएकी थिइन्, फर्स्ट ह्यान्ड अनुभव गर्न। तिनीहरू तल्लो तल्लामा बसे, ल्यापटप र रेकर्डिङ इक्विपमेन्ट सेटअप गरेर। हेरौँ आज के हुन्छ भन्दै। रात ढल्कन थाल्यो। 10 बज्यो, 11 बज्यो, 12 बज्यो, तर केही पनि भएन। सायद आज केही हुँदैन, प्रियाले भनिन्। तर 1:30 बजे सुरु भयो असामान्य घटनाहरू। अचानक हावाको तेज बहाक अनि मौसम एक्कासी एकदमै चिसो, जसले माहौललाई एकदमै डरलाग्दो बनायो। र त्यसपछि आवाज आयो, तर यसपटक माथिबाट होइन, यसपटक तल बेसमेन्टबाट। टक टक टक, माथि आउँदै गरेको भारी पाइलाको आवाज। रोहन र प्रिया एकअर्कालाई डरले हेर्दै रोहनले भन्यो, बेसमेन्ट? तर बेसमेन्ट त छैन यो महलमा। तर आवाज आइरहेको थियो। बिस्तारै बिस्तारै आवाज नजिकै अचानक मुख्य हलको बीचमा एउटा ट्र्याप डोर खुल्यो, जुन तिनीहरूले पहिले कहिले पनि देखेका थिएनन्। र त्यो ट्र्याप डोरबाट केही बिस्तारै आउँदै थियो। पहिला पहेँलो सुकेको हात, लामो नङ, त्यसपछि टाउको, लामो कपाल र फुस्रो फिक्का अनुहार, तर एकदमै डरलाग्दो अनुहार। हेर्दा महिलाको आँखा जस्तो देखिन्थ्यो। उनले रोहन र प्रियालाई हेरिन् र मुस्कुराइन्। त्यो मुस्कान एकदमै डरलाग्दो थियो। र त्यसपछि उनले भनिन्, अनन्त तिमीहरू आएका छौ। मैले लामो समय पर्खेँ, अब मेरो कथा सुन्ने समय आयो।
रोहन र प्रिया डरले जमेर उम्बिएका थिए। त्यो महिला ट्र्यापडोरबाट पूर्ण रूपमा बाहिर आइसकेकी थिइन्। तिनीहरूको सामुन्ने उम्बिएकी थिइन्, 5 फिट जति टाढा। उनको अनुहार हेरेर उमेर बताउन धेरै गाह्रो थियो। जस्तो पुरानो र नयाँपन दुवै गाभिएको जस्तो। सेतो र लामो कपाल, पुरानो फाटेको र धुलोले ढाकिएको साडी, तर सबैभन्दा डरलाग्दो उनको आँखा थियो। जीवन्त जस्तो देखिँदैनथे, धमिलो जस्तो, धुवाले बनेको। प्रियाले कामले सोधिन्, तपाईँ को? महिला मुस्कुराइन्। त्यो मुस्कानमा दुःख थियो। म को हुँ भनेर तिमीहरूले अनुमान लगाएकै छैनौ अझै पनि? रोहनको मुटु तेज ढड्किरहेको थियो। तपाईँ मालती हो? महिलाको आँखा चम्कियो। हो, म मालती हो। वा म थिएँ। अहिले म को हो म आफैलाई थाहा छैन। उनी बिस्तारै अघि बढिन्। रोहन र प्रिया डरले पछाडि हट्दै गए। नडराऊ, मालतीले भनिन्। म तिमीहरूलाई चोट पुर्याउँदिन। म बस कुरा गर्न चाहन्छु 80 वर्षपछि कसैसँग। 80 वर्ष? प्रियाले सोधिन्। हो, म 1927 मा मरेर त्यो दिनदेखि म यहीँ छु, अड्किएकी छु। रोहनले हिम्मत जुटायो। तपाईँ भूत हो? मालती हाँसिन् र त्यो हाँसो पीडाले भरिएको थियो। भूत? सायद हो, या सायद एउटा आत्मा जसले शान्ति पाउन सकेको छैन, जो सत्य बोल्न सकेको छैन। उनले सबैतिर इसारा गरिन्। बस, कथा लामो छ र तिमीहरूले सुन्नै पर्छ, किनभने तिमीहरू मात्र हो जसले मलाई विश्वास गर्न सक्छौ। मालतीले कथा सुनाउन थालिन् र जब उनी बोलिरहेकी थिइन्, रोहन र प्रियाले फ्ल्यासब्याक अथवा सिनेमा जस्तो देख्न थाले। महलको दृश्य परिवर्तन भयो। 1927 को पुरानो समयमा फर्कियो। सबै नयाँ देखिन थाल्यो। सफा फर्निचर, बत्ती बोलेको र मानिसहरूको आवाजहरू। 1927 चैत महिना। महलमा खुसियाली थियो। मालती 18 वर्षकी युवती, बगैँचामा फुलहरू टिप्दै सानी बहिनी सरला 15 वर्षकी उनको पछाडि दौडिरहेकी। दिदी, मलाई पनि दिनु न। पर्ख त सरला, धैर्य गर। दुवै बहिनी खुसी थिए, हाँसिरहेका, खेलिरहेका। भित्र हलमा बुवा राणा जङ्ग बहादुर र आमा कृष्णकुमारी चिया पिइरहेका थिए। मालतीको विवाहको बारेमा सोच्नु पर्ने भयो, बुवाले भने। हो, उनी अब 18 को भइन्। धेरै सम्बन्ध आइरहेका छन्, आमाले जवाब दिइन्। सबै सामान्य थियो, साधारण खुसी परिवार, र त्यो खुसी लामो समयसम्म टिक्न सकेन। वैशाख महिना 1927। एक दिन महलमा एकजना अपरिचित मान्छे आयो। साधु जस्तो देखिने, लामो दारी, गैरिक लुगा, माथामा टिका लगाएका। म भिक्षा माग्न आएको, उसले भन्यो। नोकरले खाना दियो। साधु खान बस्यो, र तर मालतीलाई याद छ त्यो साधुले उनलाई हेरिरहेको अनौठो र घृणाको नजरले। किन यसरी हेरिरहेको होला, मालतीले मनमनी मात्रै सोचिन्। साधुले खाना खाइसकेपछि बुबालाई भन्यो, धन्यवाद, तर एउटा चेतावनी दिन्छु तपाईँलाई। के चेतावनी? यो घर अशुभ छ र यहाँ अँध्यारोको शक्ति छ, सावधान रहनुहोस्। बुबा रिसाएर भने, के नचाहिँदो कुरा गरेको, बाइजौ। साधु गयो, तर जाँदा जाँदै उसले मालतीलाई हेरेर मुस्कुराउँदै भन्यो, तिमी सबभन्दा धेरै पीडामा पर्नेछौ। मालती डराइन्, तर किन यस्तो भन्यो भन्न बुझिनन्। त्यो रातदेखि मालतीलाई अनौठो सपना आउन थाल्यो। सपनामा उनी महलको बेसमेन्टमा हुन्थिन्। अँध्यारो ठाउँ र त्यहाँ कसैले उनलाई बोलाइरहेको हुन्थ्यो। मालती, म कहाँ हौ? म तिम्रो साथी हुँ। आवाज मिठो थियो, आकर्षक थियो। मालती त्यो आवाजतिर जान खोज्थिन्, तर सधैँ बिउजिन्थिन्। पहिला सोचिन् सपना मात्र हो, तर सपना दोहोरिन थाल्यो। हरेक रात एउटै सपना, जसले गर्दा मालती बिस्तारै परिवर्तन हुन थालिन्। उनी शान्त बस्थिन्, धेरै बोल्दैनथिन्, कहिलेकाहीँ अनौठो व्यवहार गर्थिन्। एक दिन सरलाले देखिन् मालती एक्लै कोठामा बसेर कसैसँग कुरा गरिरहेकी, तर त्यहाँ कोही थिएन। दिदी, तपाईँ कोसँग कुरा गर्दै हुनुहुन्छ? मालती घुमिन्। उनको आँखा एकदमै फरक थियो, जस्तो उनी मालती नभएर अरू कोही हो। कोही होइन, जाऊ। सरला डराइन् र बुवा आमालाई भनिन्, तर तिनीहरूले विश्वास गरेनन्। सायद उनी तनावमा छिन्, विवाहको चिन्ता होला। असार महिना 1927। मालतीको अवस्था बिग्रिँदै गयो। उनी रातिमा चिच्याउन थालिन्, मलाई छोड्दे, म जान चाहन्न। बुवाले धेरै वैद्य बोलाए, तर कसैले पनि समाधान दिन सकेन। अन्त्यमा एकजना पुरानो तान्त्रिक बोलाइयो। नाम थियो बालकृष्ण दास। 80 वर्षको वृद्ध, तर एकदमै अनुभवी। तान्त्रिकले मालतीलाई लामो समयसम्म हेरे। त्यसपछि बुवालाई भने, तपाईँको छोरीलाई कसैले श्राप दिएको छ। श्राप? कसले? एक तान्त्रिकले।
एकदमै बलियो तान्त्रिकले उसले तपाईँको छोरीलाई एउटा दुष्ट आत्मासँग बाँधेको छ र त्यो आत्मा बिस्तारै तपाईँको छोरीलाई नियन्त्रण गरिरहेको छ। परिवार एकदम स्तम्भ भएको कुरा सुनेर किन हामीले के गलत गर्यौँ? तान्त्रिकले जवाब दिएनन्, तर उनले भने म त्यो श्राप तोड्न सक्छु, तर समय लाग्छ, साथै खतरनाक पनि छ। बुवाले स्वीकार गरे, जे गर्नु पर्छ गर्नुहोस्, तर मेरो छोरीलाई बचाउनुहोस् प्लिज। तान्त्रिकले अनुष्ठान सुरु गरे। 3 दिन र 3 रात मन्त्र पूजा बलि, तर अनुष्ठानको तेस्रो रातमा केही भएन। तेस्रो दिनको मध्यरातमा तान्त्रिक बालकृष्ण दास मालतीको कोठामा मन्त्र पढिरहेका थिए। मालती बेडमा बाँधिएकी थिइन्, आफ्नो र अरूको सुरक्षाका लागि। परिवार बाहिर पर्खिरहेको थियो। अचानक कोठाभित्रबाट चिच्चाहाटको आवाज आयो। मालतीको चिच्चाहाट र त्यो आवाज मालतीको जस्तो थिएन, यो थियो गहिरो र डरलाग्दो। तिमीले मलाई हटाउन सक्दैनौ, म यहीँ बस्छु, यो शरीर मेरो हो। त्यसपछि ठुलो धमाका जस्तो आवाज आयो र एक्कासी एकदमै सन्नाटा छायो। बुवाले ढोका खोलेर देखे तान्त्रिक जमिनमा पल्टिएको बेहोसीको अवस्थामा मुखबाट रगत बगिरहेको थियो उसको। मालती चाहिँ बेडमा आँखा बन्द तर एकदमै शान्त केही नभए जस्तो गरेर थिइन्। मालती आमा भन्दै आमा दौडिन्, तर जब उनीहरूले मालतीलाई छोए उनको शरीर चिसो बरफ जस्तो थियो। तान्त्रिक बेहोसीबाट उठेर काँप्दै भने म हारे, यो आत्मा धेरै शक्तिशाली छ, अब म केही गर्न सक्दिनँ। मेरो छोरीलाई के भएको? उनी अझै बाँचेकी छिन्, तर अब उनी पुरै मालती होइनन्। आत्माले उनलाई आधा नियन्त्रण गरिसकेको छ र पूर्ण नियन्त्रण गर्न पूर्णिमाको दिन पर्खिरहेको छ। पूर्णिमा हो, आउँदो पूर्णिमाको रात, त्यो रात आत्माले पूर्ण रूपमा उनलाई कब्जा गर्नेछ र परिणाम भयानक हुनेछ। हामी के गर्न सक्छौँ? तान्त्रिकले मुन्टो हल्लाए। केही छैन, अब भगवान मात्रै बचाउन सक्नुहुन्छ। उसले महल छोडेर फेरि कहिले फर्केन। श्रावण पूर्णिमा 1927। त्यो दिनसम्म मालती अनौठो रूपमा शान्त थिइन्, बोल्दैनथिन्, खाँदैनथिन्, बस्थिन्। परिवार चिन्तित थियो, तर के गर्ने, कुनै उपाय थिएन। पूर्णिमाको रात आयो, चन्द्रमा पूर्ण रूपमा गोलो र आकाश स्पष्ट थियो। साँझ टल्कियो, परिवार डाइनिङमा बसेर खाना खान लागेको थियो। मालती पनि आइन्। पहिलोपल्ट यति दिनमा मालती तिमी उठ्यौ? म खुसी हुँदै भनिन्। मालती मुस्कुराइन्, तर त्यो मुस्कान अनौठो थियो। हो आमा, म ठिक छु, अब सबै ठिक हुनेछ। तिनीहरू खाना खान बसे, सामान्य कुरा गरे, सबै सामान्य देखिन्थ्यो। तर रातिको 11 बजे सुरु भयो। मालती आफ्नो कोठामा सुतेकी थिइन्, तर मध्यरात हुन साथ उनी उठिन्, तर आँखा बन्द थियो, जस्तो निद्रामा हिँडिरहेकी। उनी आफ्नो कोठाबाट बाहिर निस्किन्, सिडी तल झर्दै मुख्य हलमा आइन् र त्यसपछि रसोईमा गएर एउटा चक्कु लिइन्। पहिला उनी सरलाको कोठामा गइन्। सरला गहिरो निद्रामा थिइन्। मालतीले चक्कु उठाइन् र प्रहार गरिन्। सरला बिचरा चिच्चाउन समेत पाइनन्, तुरुन्तै उनको मृत्यु भयो। त्यसपछि मालती आमा बुवाको कोठामा गइन्। बुवा बिउजिहाले, हातमा चक्कु रगतले भिजेको मालतीलाई देखेर भने, मालती के गरिस्? तर मालतीले कुनै जवाब दिएनन्। उनको आँखा खुला थियो, तर त्यो आँखा मालतीको होइन, त्यो आँखा कालो थियो, एकदमै कालो, मानव के नकारात्मक चिजले समाए जस्तै। बुवाले आक्रमण रोक्न खोजे, तर मालती असामान्य रूपमा बलियो थिइन्। उनले बुवाको घाँटी मार्निन्, आमा चिच्चाइन् र भाग्न खोजिन्, तर मालतीले समाएर आफ्नै आमालाई पनि त्यो चक्कुले हानिन्। तिनैजना मरे। कोठा रगतले भरियो, तर मालती चक्कु हातमा लिएर त्यही उम्बिएर हेरिराखिन्। तर अचानक उनको आँखा फुर्किएर उनी होसमा आइन्। तब उनले देखिन् आफ्नो हातमा के छ, वरिपरि के भयो भनेर। मालती एकदमै चिच्चाइन्, आफ्नो परिवारको अवस्था देखेर डर र दुःखले। होइन, मैले कसैको हत्या गरेको होइन, तर साक्षी कोही थिएन, प्रमाण थियो उनले हातमा समाएको चक्कु र रगतले भिजेको लुगा। मालती के गर्ने भनेर दुधारमा परिन्। पुलिसकोमा जाने, तर कसले विश्वास गर्ला? मैले होइन, दुष्ट आत्माले गरेको भनेर। उनी रोइन्। घरमा मृत परिवारको बीचमा घन्टौसम्म बसेर त्यसपछि उनले निर्णय गरिन्। मालती माथिल्लो तल्लामा गइन्, एउटा कोठामा। त्यसपछि एउटा पत्र लेखिन्, मैले सबैको हत्या गरेँ, म सबैको हत्यारा हो, म पागल हो र म आफ्नो ज्यान लिएर आफैलाई सजाय दिन्छु। उनले डोरी लिएर झुन्डिन खोजिन्, तर त्यसै बेलामा त्यो आवाज फेरि आयो, त्यो आत्माको आवाज। मालती पछताव नगर, तिमीले जे गर्यौ राम्रो गर्यौ, अब तिमी सधैँको लागि मेरो हो। मालती चिच्चाइन्, होइन, म तिम्रो होइन। तर झुन्डिने क्रममा केही अनौठो भयो। आत्माले उनलाई पूर्ण रूपमा कब्जा गर्यो र मालतीको आत्मा त्यही अड्कियो, शरीरभित्र होइन, यो महलभित्र।
मालतीको शारीरिक रूपले मृत्यु भयो तर आत्मा मुक्त भएन। उनको आत्मा त्यही रक्तगाली महलमै अड्कियो किनभने दुष्ट आत्माले उनलाई श्रापले बाँधेको थियो र त्यो दुष्ट आत्मा बेसमेन्टमा गएर लुकेर बसिराख्यो, अर्को शिकारको प्रतीक्षा गर्थ्यो। मालतीले यति भन्दै कथा सकाइन्। रोहन र प्रियाको आँखा आँसुले भरिएका थिए। तिमीहरूले बुझ्यौ, म हत्यारा होइन, म शिकार हो, तर संसारले मलाई हत्यारा मान्यो र म कहिले आफ्नो निर्दोषिता प्रमाणित गर्न सकिनँ। प्रियाले काँप्दै सोधिन्, यसको मतलब त्यो दुष्ट आत्मा अझै पनि यही छ? मालतीले शिर हल्लाउँदै भने, हो, बेसमेन्टमा 80 वर्षदेखि र अझै खोजिरहेको छ, नयाँ शरीर, नयाँ शिकार। रोहनको रगत चिसो भयो। तर किन? को हो त्यो आत्मा? मालतीले जवाब दिन लागेकी थिइन् तर अचानक बेसमेन्टबाट गर्जन जस्तो आवाज आयो। मालतीको अनुहार डरले भरियो। होइन, उसले सुन्यो। उसलाई थाहा भयो म तिमीहरूसँग कुरा गरिरहेको छु। के हुन्छ अब? ऊ रिसाउने छ र उसले तिमीहरूलाई आक्रमण गर्न प्रयास गर्नेछ। बेसमेन्टबाट फेरि आवाज, यसपटक तेज र ट्र्यापडोर हल्लन थाल्यो। मालती चिच्चाइन्, भाग, अहिले नै यो महल छाड्देऊ। तर तपाईँ? म त यहीँ छु, म जान सक्दिनँ, तर तिमीहरू सक्छौ, जाऊ भाग। ट्र्यापडोर खोल्न थाल्यो र तलबाट केही बिस्तारै आउँदै थियो। पहिला हात देखियो तर यो हात मालतीको जस्तो होइन, यो ठुलो थियो र विकृत थियो, धेरै नै लामो नङ। रोहन र प्रिया दौडिएर मुख्य ढोकातिर गए तर ढोका भित्रबाट बन्द थियो। झालबाट आउँछौ, रोहनले भन्यो। तिनीहरू झाल तोड्न खोजे तर झाल पनि खुलेन, जस्तो कसैले जानेरै बन्द गरेको। पछाडिबाट आवाज आइरहेको थियो, बिस्तारै नजिक अनि धेरै नै नजिक। तिमीहरू भाग्न सक्दैनौ। आवाज गहिरो थियो, डरलाग्दो थियो, दुष्ट थियो। मालतीले अचानक चिच्चाइन्, माथिल्लो तलामा जाऊ, त्यो ढोका खोला, त्यहाँ कोठा सुरक्षित छ। तर त्यो कोठाको ढोका बन्द छ। चाबी, बुढाले दिएको चाबी, त्यो चाबीले खोल्छ। रोहनले आफ्नो खल्तीमा खोज्यो, चाबी थियो, त्यो पहिलो दिन बुढोले दिएको चाबी। तिनीहरू दौडिए सिडीमाथि त्यहाँ बन्द ढोकासम्म। पछाडिबाट केही डरलाग्दो चिज आइरहेको थियो। तिनीहरूले सुने पाइलाको आवाज। तेज गतिमा भारी पाइला सार्दै रोहनले काँप्दै चाबी राखेर घुमायो। ढोका खुल्यो। तिनीहरू भित्र पसेर ढोका बन्द गरे। अचानक एकदमै सन्नाटा छायो, पूर्ण रूप तरिकाले सन्नाटा। रोहन र प्रिया हाँपिरहेका थिए तर अहिलेलाई सेफ थिए। तिनीहरूले वरिपरि हेरे। माथिल्लो तल्ला अर्कै खालको अनौठो थियो। एउटा लामो कोरिडोर, दुवै साइडमा कोठाहरू, तर सबै बन्द र सबैभन्दा अन्त्यमा एउटा ठुलो ढोका खुल्ला थियो। प्रियाले सोधिन्, अब के गर्ने? रोहनले जवाब दिनु अघि तिनीहरूले त्यो अन्तिम कोठाबाट आवाज सुने। तर यो डरलाग्दो आवाज होइन, यो थियो प्रार्थनाको आवाज, मन्त्रको आवाज। तिनीहरू बिस्तारै त्यो कोठातिर गएर भित्र हेरेर देखे एकजना वृद्ध, धेरै बुढो, 90 वर्षभन्दा माथि देखिने, सेतो लुगा लगाएको, निधारमा टीका र हातमा माला थियो। उनले प्रार्थना गरिरहेका थिए, आँखा बन्द थियो। रोहन र प्रिया भित्र पसेर अचानक वृद्धले आँखा खोले। आयो अनन्त, मैले लामो समय पर्खेँ। तपाईँ को? वृद्धले मुस्कुराउँदै भने, म हुँ बालकृष्ण दास, त्यो तान्त्रिक जो 1927 मा हारेको थियो। बालकृष्ण दासले जारी राखे, म त्यो रात हारे, मालतीलाई बचाउन सकिनँ र पापको अनुभव गरेँ, त्यसैले म फर्केर यहाँ बसेँ। 80 वर्षदेखि यो तल्लामा प्रार्थना गर्दै त्यो दुष्ट आत्मालाई यो तल्लामा आउन नदिन। तर तपाईँ कसरी यति लामो समयसम्म बस्नुभयो? वृद्ध हाँसे, म जिउँदो छैन, म पनि मरिसकेँ 1950 मा, तर जबसम्म त्यो दुष्ट आत्मा नष्ट हुँदैन मेरो आत्माले यहीँ बस्ने निर्णय गर्यो। प्रिया घाँको फैलियो, मतलब तपाईँ पनि भूत हो? तर म सुरक्षा गर्ने भूत हो, आक्रमण गर्ने होइन। रोहनले सोधे, त्यो दुष्ट आत्मालाई कसरी नष्ट गर्ने? बालकृष्ण दासको अनुहार गम्भीर भयो। त्यसको लागि तिमीहरूले जान्नुपर्छ त्यो आत्मा को हो, कहाँबाट आयो र किन यति शक्तिशाली छ। तपाईँलाई थाहा छ? हो, मलाई थाहा छ र अब म तिमीहरूलाई भन्छु, तर पहिले एकजना अर्को व्यक्ति आउनुपर्छ, एकजना त्यो व्यक्ति जो यो सबैसँग जोडिएको छ। को? अचानक तल्लो तल्लाबाट आवाज आयो, ढोका खुलेको आवाज, कोही महलमा प्रवेश गरेको र सिडी चढ्दै गरेको पाइलाको आवाज। बालकृष्ण दास मुस्कुराउँदै भने, उनी समयमा आइन्। सिडीबाट कोही माथि आएको आवाज आइरहेको थियो, एकदमै नजिक, र त्यसपछि माथिल्लो तल्लाको ढोका खुल्यो। एउटी महिला देखिन्, 45 वर्ष जति, सुन्दर तर गम्भीर अनुहार। उनले रोहन र प्रियालाई हेरिन्, त्यसपछि बालकृष्ण दासलाई। बाबा, म आएँ, तपाईँले सपनामा आएर बोलाउनु भयो। बालकृष्ण दासले मुन्टो हल्लाउँदै भने, हो छोरी, समय आयो, अब सत्य बाहिर आउनुपर्छ। महिलाले रोहन र प्रियालाई फेरि हेरिन्न भनिन्। नमस्कार, मेरो नाम रेखा हो र म हुँ मालतीको नातिनी। माथिल्लो तल्लाको कोठामा रोहन, प्रिया, बालकृष्ण दासको आत्मा र अब रेखा थिए। रेखा 45 वर्षकी शिक्षिका, गम्भीर अनुहार तर आँखामा दुःख भरिएको थियो।
प्रियाले पहिलो प्रश्न सोधिन्, तपाईँ मालतीको नातिनी कसरी हुन सक्नुहुन्छ? मालती त अविवाहित थिइन्, उनको सन्तान नै थिएन। रेखाले गहिरो सास लिन र बस्ने इसारा गरे। यो कथा लामो छ र पीडादायक पनि। उनले सुनाउन थाले, तिमीहरूले सही सुन्यौ, मालती अविवाहित मरिन्, तर एउटा रहस्य थियो, एउटा रहस्य जो उनको परिवारलाई पनि थाहा थिएन। के रहस्य? रेखाले जारी राखिन्, मालतीको एक जुम्ल्या बहिनी पनि थिइन्। सबै अचम्मै परे। जुम्ल्या? तर रेकर्डमा यो कुराको बारेमा केही पनि छैन त। हो, किनभने उनको जुम्ल्या बहिनी जन्मिएको केही घण्टामै मरेकी थिइन्। सायद सबैलाई यस्तै लाग्यो। रेखाले कथा सुनाउन थालिन् र फेरि दृश्य परिवर्तन भयो। सबै फ्ल्यासब्याकमा जान्छ। समय हो 1909 को चैत महिना। राणा जङ्ग बहादुरको पहिलो पत्नी सुमित्रा देवी, उनी गर्भवती थिइन्। यो उनको पहिलो सन्तान हुनेवाला थियो। सुत्केरी व्यथा सुरु भयो। सुत्केरी सार्न दाई बोलाइयो। दाई भन्नाले पहिला जस्तो गाउँघरमा कोही सुत्केरी हुँदा अलिक उमेर खाएको आइमाईहरू हुन्थे नि, अब उहाँहरूलाई भनिन्छ। अहिलेको अस्पतालमा हुने नर्सहरू जस्तै। घरमा तयारी भयो। गर्भ अवस्था कठिन थियो। घण्टको पीडा र अन्त्यमा एउटी बच्चा जन्मिन्। सबै खुसी भए, तर दाइले भन्नु, एकछिन रुक्नुहोस्, अझै एउटा आउँदैछ। के? जुम्ल्या? केही मिनटपछि अर्को पनि बच्चा जन्मिन्, तर दोस्रो नानीको अवस्था अलि फरक थियो। उनी रोइनन्, न त हल्लिन् नै। उनको सास पनि चलेको थिएन। दाइले जाँच गरिन्, यो नानी त जिउँदो छैनन्। आमा सुमित्रा देवी दोस्रो छोरीको मृत्यु अवस्थाले साह्रै दुखी भएर गइन्। यो हुन सक्दैन, मेरी छोरी। तर के गर्ने? गाउँमा डाक्टर पनि थिएन र बोलाउने समय पनि थिएन। राणा जङ्ग बहादुरले निर्णय गरे, मरेको नानीलाई गाडी देऊ र यो परिवारको इज्जतको लागि कुरा कसैले पनि थाहा पाउनु हुँदैन। त्यो रात नोकरहरूले मरेको नानीलाई महलबाट टाढा लगे, जङ्गलको एउटा पुरानो ठाउँमा लगेर गाडे। तर तिनीहरूलाई थाहा थिएन कि त्यो ठाउँ सामान्य थिएन। जुन ठाउँमा बच्चीलाई गाडियो त्यो पहिला शमशान थियो। 100 वर्ष पुरानो शमशान, र त्यो शमशानको स्थानीय लोककथा थियो। त्यो ठाउँमा एउटा शक्तिशाली तान्त्रिकले आफ्नो मृत्युअघि श्राप दिएको थियो। त्यो तान्त्रिकको नाम थियो कालीचरण, एउटा कालो जादु गर्ने तान्त्रिक जसले मानिसहरूलाई श्राप दिन्थ्यो, दुष्ट आत्माहरू बोलाउँथ्यो। 1850 मा गाउँलेहरूले उसलाई समातेर उसले गरेको अपराधको लागि त्यसलाई त्यही ठाउँमा जिउँदै जलाइदियो। मर्दै गर्दा कालीचरणले श्राप दिँदै भनेको थियो, तिमीहरूले मलाई जलायो, तर म फर्कनेछु, मेरो आत्मा यहीँ बस्नेछ र जो कोही यो ठाउँमा आउँछ म तिनीहरूलाई लैजानेछु। यो जग्गा सधैँको लागि श्रापित हुनेछ। र साँच्चै नै त्यसपछि त्यो ठाउँमा अनौठो घटनाहरू हुन थाल्यो। मानिसहरू हराउने, जनावरहरू मर्ने, र त्यसपछि त्यो ठाउँलाई नै परित्याग गरिदिए। तर समयसँगै मानिसहरूले त्यो कुरालाई बिर्सिएर त एउटा लोककथाको मात्र बन्यो। तर 1909 मा राणा जङ्ग बहादुरका नोकरहरूलाई यो इतिहासको बारेमा केही पनि थाहा थिएन। तिनीहरूले त्यो बच्चाको लासलाई त्यही श्रापित जग्गामा गाडेर त्यहाँबाट निस्किए। तर सत्य फरक थियो। त्यो नानी मरेकी थिइनन्, उनी बस कमजोर र निष्क्रिय थिइन्, तर जीवित थिइन्। जब नोकरहरूले उनलाई गाडेर गए, केही घण्टापछि उनी बिउजिन्। अँध्यारोमा एक्लै बेसहारा माटोमा आइन्। उनी रुन थालिन्, तर कसैले पनि सुनेन। रुँदा रुँदै घन्टौँ बित्यो। बिस्तारै त्यो नानीको रुवाई कमजोर हुँदै गयो। उनको सास रोकिन लाग्यो र त्यही छेडमा त्यो ठाउँमा लुकेको त्यो दुष्ट कालीचरणको आत्मा जागृत भयो। उसले महसुस गर्यो एक निर्दोष जीवन पीडामा रहेको, मृत्युको नजिक पुग्दै गरेको। त्यसपछि उसले सोच्यो, यो हो मेरो अवसर। कालीचरणको आत्माले त्यो बच्चीलाई आत्मिक रूपमा प्रस्ताव दिँदै भन्यो, नानी, तिमी मर्दैछौ, तर म तिमीलाई बचाउन सक्छु। तर एउटा मेरो शर्त छ, तिमीले मलाई तिम्रो शरीर दिनुपर्छ जब जब मलाई चाहिन्छ। त्यो नाबालकलाई के बुझ्न सक्थिन्? उनी बस बाँच्न चाहन्थिन्, संसार देख्न चाहन्थिन् र अनजान मोहनको आत्माले दुष्ट कालीचरणको प्रस्ताव स्वीकार गरिन्। कालीचरणको आत्माले बच्चीलाई शक्ति दियो। उनी माटो फोडेर बाहिर निस्किन बाँचिन्। अब उनी साधारण बालक थिएनन्, उनको भित्र कालीचरण लुकेको थियो, त्यसकारण उनी श्रापित थिइन्। बच्ची जङ्गलमा भट्किरहन्, तर पनि कोही फेला परेनन्। उनलाई सम्हाल्ने कोही पनि भएन, तर अनौठो रूपमा उनी बाँचिन्। जङ्गलको फल फुल पानीहरू खाएर कुनै पनि जनावरहरूले उनलाई हानि गरेनन्, किनभने तिनीहरूले महसुस गरेका थिए कि त्यो नानीको शरीरमा कालो शक्तिको बास छ भनेर। यसरी नै समय बित्दै गयो। बच्ची 5 वर्षकी भइन्, तर बाहिरी मान्छे कसैले पनि उनलाई देखेन। तर 1914 मा एकजना योगीले उनलाई फेला पारे। योगीको नाम थियो स्वामी देवानन्द। जङ्गलमा ध्यान गर्न आएका एक सन्यासीले उनलाई फेला पारे। योगीले बच्चीलाई देखेको बित्तिकै तुरुन्त बुझे यो नानी श्रापित छिन् भने। तर उनको मुटु पग्लियो, यो बच्चीको गल्ती होइन, उनी त बिचरा शिकार भइन्। स्वामीले त्यो नानीलाई सम्हाले र आफ्नो आश्रममा लगे, नाम दिए कमला। बच्चीलाई हुर्काउन थाले, शिक्षा दिए, सुरक्षा दिए, तर स्वामीले एउटा कुरा लुकाए। उनले नानीलाई उनको वास्तविक परिवारको बारेमा केही पनि भनेनन्, किनभने उनलाई थाहा थियो त्यो परिवारले उनलाई मरिसकेको सोचेको छ र सत्य बताउन धेरै गाह्रो हुनेछ। कमला स्वामीको संरक्षणमा आश्रममै हुर्किन्।
उनले सामान्य जीवन बिताइन्, तर पढ्न सिकिन्, धर्म पनि सिकिन्, मानिसहरूसँग के कसरी कुरा गर्ने, जीवनशैलीहरू बुझिन्। तर कहिलेकाहीँ अनौठो हुन्थ्यो। रातिमा कमलालाई सपना आउँथ्यो, डरलाग्दो सपना। त्यो तान्त्रिक कालीचरणको सपना। उसले उनलाई बोलाउँथ्यो, कमला, तिमी मेरो हौ, तिमीले मलाई बाँच्न दिएकी छौ, म तिम्रो शरीर प्रयोग गर्न सकिन्छु र म फर्किनेछु। कमला डराउँथिन् र स्वामीलाई बताउँथिन्। स्वामी देवानन्दले भने, यो साधारण सपना होइन, यो त्यो श्रापको प्रभाव हो। उनले कमलाको सुरक्षाको लागि उनलाई विशेष मन्त्रहरू सिकाए, हरेक दिन ध्यान गराए, सुरक्षाको लागि धागो बाँधे, जसले गर्दा धेरै वर्षसम्म कमला सुरक्षित रहिन्। कालीचरणको आत्मा उनलाई नियन्त्रण गर्न सकेन। तर जब 1914मा स्वामी देवानन्दको मृत्यु भयो, कमला एक्लै भइन्। कमला 20 वर्षकी भइन्। स्वामीको मृत्युपछि कमलाले आश्रम छोडिन्। उनी काठमाडौँ आएर जागिर खोजिन्। त्यहाँ उनले एकजना भद्र व्यक्तिलाई भेटिन्। त्यो व्यक्तिको नाम थियो हरिप्रसाद, एक साधारण, इमान्दार र दयालु व्यापारी। हरिले कमलालाई मन पराए। उनले कमलालाई विवाहको प्रस्ताव राखिन्। कमलाले स्वीकार गरिन्। त्यसपछि उनीहरूको विवाह भयो। खुसी जीवन सुरु भयो। 1925मा कमलाले एउटी छोरी जन्माइन्। नाम राखियो सरस्वती। कमला अब आमा बनेकी थिइन्। खुसी थिइन्। सबै सामान्य थियो। तर 1926मा कमलाको स्वास्थ्य अवस्था एक्कासी बिग्रिँदै गयो अनि उनी गम्भीर बिरामी परिन्। डाक्टरहरूले भने यो कुनै साधारण रोग होइन, केही अनौठो छ र साँच्चीकै अनौठो थियो, किनभने कालीचरणको आत्मा फेरि जागृत भएको थियो। स्वामी देवानन्द जबसम्म बाँचिरहेका थिए, उनको आध्यात्मिक शक्तिले कालीचरणलाई दबाएको थियो। तर अब स्वामी गइसकेका थिए। कालीचरण बिस्तारै फर्किरहेको थियो। 1927को फागुन महिनामा कमलाको अवस्था धेरै नै बिग्रियो। एक रात उनले हरिलाई बोलाइन् र काँप्दै भनिन्, हरि, मलाई लाग्छ म बाँच्न सक्दिनँ, तर तपाईँले एउटा कुराको बारेमा जान्नुपर्छ। के कुरा? नबोल यस्तो, तिमी निको हुन्छौ। होइन, सुन न, म को तपाईँलाई थाहा छैन, मेरो वास्तविक परिवारको म आफैलाई पनि थाहा छैन, तर म भित्र के छ, के दुष्ट र त्यो हाम्रो छोरी सरस्वतीमा सर्न सक्छ। के भन्दैकी छौ? कमलाले आफ्नो कथा सुनाइन्। जङ्गलमा कयौँ वर्ष बिताएको, स्वामीले बचाएको र त्यो तान्त्रिकको डरलाग्दो सपनाहरू हरि सुनेर स्तम्भ भयो। विश्वास नै गर्न गाह्रो भयो। तर त्यो रात कमलाको मृत्यु भयो। जब उनी मरि, हरिले देखे एउटा धुवा जस्तो कमलाको शरीरबाट निस्केर हावामा गायब भएको। त्यो थियो कालीचरणको आत्मा, मुक्त हुँदै नयाँ शरीर, नयाँ शिकारको खोजमा। यता 1924मा कमलाको मृत्यु हुनुभन्दा केही वर्ष अघिदेखि राणा जङ्गबहादुरले रक्तकाली महल बनाउँदै थिए। अभिले बन्ने जग्गा त्यही पुरानो शमशानको भूमि नजिक थियो, जहाँ कालीचरणलाई जलाएको थियो। र बेसमेन्ट, त्यो बेसमेन्ट पुरानो शमशानको ठाउँमा नै अन्जानमा बनाइएको थियो। जब महल बन्यो, राणा जङ्गबहादुरको परिवार त्यहाँ बस्न सुरु गर्यो। मालती, सरला र तिनीहरूको आमा बुवा र साथै कालीचरणको आत्मा, जो कमलाको शरीरबाट मुक्त भएको थियो, आफ्नै पुरानो ठाउँमा फर्किएर बेसमेन्टमा बस्न थाल्यो र त्यहाँबाट उसले खोज्न थाल्यो नयाँ शरीर र नयाँ शिकार। अनि उसले छान्यो मालती। किनभने कमलाको जुम्ल्या बहिनी थिइन्। जुम्ल्या बहिनीहरू एक रूपमा जोडिएका हुन्छन् र कालीचरणले यो जोडलाई प्रयोग गर्यो कमलाबाट मालतीमा सर्नको लागि। 1927मा बिस्तारै उसले मालतीलाई नियन्त्रण गर्न थाल्यो र अनन्त त्यो भयानक रातमा सबै परिवारको हत्या गरायो। रेखाले कथा सकिन्। रोहन र प्रिया स्तम्भ भयो। सबै कुरा जोडिँदै थियो। प्रियाले सोधिन्, तर तपाईँ कसरी, यो सबै कुरा थाहा छ तपाईँलाई, तपाईँ कसरी मालतीको नातिनी हुनुभयो? रेखाले जवाब दिइन्, किनभने म कमला र हरिप्रसादकी छोरी सरस्वतीकी छोरी हुँ। कमला मरेपछि मेरी आमा सरस्वतीले यो कथा आफ्नो आमा कमलाबाट सुन्नु भएको थियो र उहाँले मलाई सुनाउनु भयो। त्यसपछि यो कुरा तपाईँले कसैलाई भन्नु भएन? कसलाई भन्ने? कसले विश्वास गर्ला? तर बाबा बालकृष्ण दासले मलाई सपनामा बोलाउनु भयो र भन्नुभयो, समय आयो, अब सत्य बाहिर आउनुपर्छ, अब कालीचरणलाई नष्ट गर्नुपर्छ। बालकृष्ण दासको आत्माले मुन्टो हलाउँदै भन्यो, हो, म 80 वर्ष पर्खेँ यही समय र सही मानिसहरूको लागि र तिमीहरू आयो। रोहनले सोध्यो, हामीले के गर्नुपर्छ? कसरी कालीचरणलाई नष्ट गर्न सकिन्छ? बालकृष्ण दासले गम्भीर अनुहारमा भन्यो, त्यसको लागि हामी बेसमेन्टमा जानुपर्छ, जहाँ कालीचरणको वास्तविक शक्ति लुकेको छ र एउटा अनुष्ठान गर्नुपर्छ। कस्तो अनुष्ठान? जुन म 1927मा गर्न सकिनँ, तर अब तिमीहरूको सहयोगले हामी सक्छौँ। रेखाले थपिन्, तर खतरनाक छ। बेसमेन्टमा कालीचरणको आत्मा सबैभन्दा शक्तिशाली हुने ठाउँ, त्यहाँ जाँदा आत्मघाती हुन सक्छ। प्रियाले कामले सोधिन्, र यदि हामी गएनौँ भने? बालकृष्ण दासले भने, तब कालीचरण अझै शक्तिशाली हुँदै जानेछ र अनन्त यो महल भत्किनेछ। नयाँ भवन बने पनि श्राप रहनेछ र कोही निर्दोष मान्छे फेरि नयाँ शिकार हुनेछ। यो चक्र अनन्त जारी रहनेछ। सबै चुप भए। बाबाको कुराले सबै सोचमा परे। रोहनले प्रियालाई हेऱ्यो।
के छ तिम्रो विचार, के सोचेछौ? प्रिया डराएकी थिइन्, तर उनको जर्नलिस्टको जिज्ञासा र सत्यप्रतिको कमिटमेन्ट जाग्यो। हामीले प्रयास गर्नुपर्छ, यदि हामीले गरेनौँ भने अरू कसले गर्ला? रोहनले टाउको हल्लाउँदै भन्यो, ठिक छ, हामी जान्छौँ। बालकृष्ण दासले मुस्कुराउँदै भने, राम्रो, तर पहिला तयारी गर्नुपर्छ। कसो तयारी? मन्त्र सिक्नुपर्छ, सुरक्षा कवच बनाउनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण हिम्मत जुटाउनुपर्छ। रेखाले थपिन्, म तिमीहरूलाई मद्दत गर्छु, म पनि जान्छु, तर तपाईँ किन खतरा लिनुहुन्छ? किनभने यो मेरो परिवारको कथा हो। मेरी हजुरआमा कमलाको पीडा र मेरो जेठी हजुरआमा मालती, जसलाई कमलाले कहिले पनि भेटेकी थिइन्, उहाँको अपमान हो। यो सबै अन्त्य गर्न चाहन्छु। बाँकी रात तिनीहरूले तयारी गर्यो। बालकृष्ण दासले मन्त्र सिकाए, सुरक्षा धागो बाँधेर एउटा यन्त्र बनाए जुनमा विशेष मन्त्र लेखिएको थियो। यो यन्त्र तिमीहरूलाई सुरक्षा दिने र केही समयको लागि मात्रै। तिमीहरूले छिटो काम गर्नुपर्छ। बिहान हुन लागेको थियो। तिनीहरू बेसमेन्टमा जाने तयारी गरिरहेका थिए, तर अचानक तल्लो तल्लाबाट आवाज आयो। मुख्य ढोका खोलेर कोही महलमा आउँदै गरेको पाइलाको आवाज। सबै सतर्क हुँदै भने, अब को आयो? पाइला माथिल्लो तल्लासम्म आयो अनि ढोका टकटकाएको आवाज आयो। टकटक। रोहनले सावधानीपूर्वक ढोका खोल्यो। बाहिर एकजना 60 वर्ष जतिको मान्छे उभिएको थियो, सुट र चस्मा लगाएको, साथमा ब्रिफकेस बोकेको। नमस्कार, म प्रोफेसर विक्रम रावल हुँ, इतिहासकार, र म यो हवेलीको बारेमा अनुसन्धान गरिरहेको छु। रोहन अचम्मित भयो। यति बिहान कसरी आउनुभयो? प्रोफेसर मुस्कुराउँदै भने, किनभने मलाई थाहा थियो आज यहाँ केही महत्त्वपूर्ण हुँदैछ। तपाईँले कसरी थाहा भयो? प्रोफेसरले ब्रिफकेस खोलेर एउटा पुरानो पुस्तक निकाले। यो पुस्तक मैले एउटा पुरानो मठमा फेला पारेँ। यसमा लेखिएको छ कालीचरण तान्त्रिकको बारेमा, उसको श्रापको बारेमा र कसरी त्यो श्राप तोड्ने बारेमा। सबैको आँखा चम्कियो। बालकृष्ण दासले भने, तिमी को हो साँच्चै? प्रोफेसर हाँस्दै भने, म साधारण इतिहासकार हुँ, तर मेरो हजुरबुवा तान्त्रिक हुनुहुन्थ्यो र उहाँले मलाई भन्नुभएको थियो, एक दिन रक्तकाली महलमा श्राप तोडिनेछ र तिमीले मद्दत गर्नुपर्छ। तपाईँको हजुरबुवाको को हुनुहुन्थ्यो? उहाँको नाम थियो बालकृष्ण दास। सबै स्तम्भ भयो। बालकृष्ण दासको आत्माले प्रोफेसरलाई हेरेर आँखाभरि आँसु पार्दै भने, मेरो नाति तिमी आयौ। प्रोफेसर विक्रमले पुस्तक खोलेर पढ्न थाले। कालीचरण तान्त्रिकको श्राप तोड्न 3वटा कुरा चाहिन्छ। पहिलो, एक शुद्ध आत्मा जो स्वेच्छाले बलिदान दिन तयार हुन सक्छ। सबैले एकअर्कालाई हेर्दै सोचे, कसले त्याग गर्ने? दोस्रो, कालीचरणको वास्तविक हड्डी जुन बेसमेन्टको सबैभन्दा गहिराइमा छ। रोहनले काँप्दै सोध्यो। र तेस्रो? प्रोफेसरले पृष्ठ पल्टाएर पढे। तेस्रो, पूर्णिमाको रात, र अहिले उसले जालबाट बाहिर हेऱ्यो। आकाशमा चन्द्रमा उडाइरहेको थियो। पूर्ण चन्द्रमाको रात। आज पूर्णिमा हो। अचानक बेसमेन्टबाट भूकम्प जस्तो कम्पन आयो। पुरै महल हल्लियो र बेसमेन्टबाट चिच्चाहटको आवाज आयो। कालीचरणको आत्माले थाहा पाइसकेको थियो कानुनका नजिक र उसले आक्रमण सुरु गर्यो। माथिल्लो तलाको कोठामा रोहन, प्रिया, रेखा, बालकृष्ण दासको आत्मा र प्रोफेसर विक्रम थिए। बेसमेन्टबाट अझै कम्पन आइरहेको थियो। कालीचरणको क्रोध बढ्दै थियो। प्रोफेसर विक्रमले पुस्तक टेबलमा राखे। त्यसपछि सबैले घेरा बनाएर बसे। यो पुस्तक 1855 लेखिएको हो, प्रोफेसरले सुनाए। कालीचरणलाई जलाइएको 5 वर्षपछि एकजना बौद्ध लामाले अनुसन्धान गरेका थिए, कसरी यस्तो शक्तिशाली श्राप तोड्ने भनेर। उनले पृष्ठ खोलेर पढ्न थाले। कालीचरणको श्राप तोड्ने 3वटा शर्त पुरा गर्नुपर्छ। जुन पहिलो शर्त, शुद्ध आत्माको बलिदान। एकजना शुद्ध आत्मा जसको मनमा कुनै खालको घृणा र बदलाको भावना नभएको हुनुपर्छ। स्वेच्छाले आफ्नो जीवनशक्ति दिनुपर्छ। यो बलिदानले सुरक्षा कवच बनाउँछ जुन अनुष्ठान गर्दा आवश्यक हुन्छ। दोस्रो शर्त, कालीचरणको एउटा हड्डी जसको खोपडीको टुक्रा अझै पनि बेसमेन्टको सबैभन्दा गहिराइमा गाडिएको छ। त्यो हड्डी आगोमा जलाएर नष्ट गर्नुपर्छ। र अन्तिम र तेस्रो शर्त, अनुष्ठान पूर्णिमाको मध्यरातमा सम्पन्न हुनुपर्छ। त्यसपछि मात्र पूर्ण रूपमा तोडिन्छ, नत्र सबै प्रयास व्यर्थ जानेछ। प्रोफेसर रोकिए। सबैले एकअर्कालाई हेरे। प्रियाले सोधिन्, पहिलो शर्त शुद्ध आत्माको बलिदान मतलब कसैको मृत्यु? प्रोफेसरले मुन्टो हल्लाउँदै भने, होइन, मृत्यु होइन, तर जीवनशक्ति दिनुपर्छ। यसले मान्छेलाई कमजोर बनाउँछ तर मार्दैन, अनि अनुष्ठानपछि निको पनि हुन्छ। रोहनले सोध्यो, तर शुद्ध आत्मा हो भनेर कसरी थाहा पाउने? बालकृष्ण दासको आत्माले जवाब दियो, जसको मनमा माया मात्र छ, घृणा र बदला छैन, जसले क्षमा गर्न जानेको छ। सबैले सोचे, तिनीहरूमध्ये को योग्य छ त? रोहनले सोच्यो, म होइन, मैले आफ्नो साथीको मृत्युको लागि अरूलाई दोष दिएँ, मभित्र घृणा छ। प्रियाले सोचिन्, म पनि होइन, मैले आफ्नो करियरको लागि मानिसहरूलाई धोका दिएँ, म स्वार्थी छु। रेखाले सोचिन्, पक्कै म पनि हुन सक्दैन, म वर्षौसम्म मालतीको सत्य बोलेन, म भित्र डर छ। प्रोफेसरले सोचे, म पनि होइन, म आफ्नो हजुरबालाई छोडेको काम पुरा गर्न चाहन्छु। एक प्रकारको इगो हो। अचानक मालतीको आत्मा प्रकट भयो। उनी कोठामा प्रवेश गरिन्। शान्त अनुहारको साथमा उनले भनिन्, म गर्छु। सबैले उनीतिर हेरे। तपाईँ? प्रियाले सोधिन्।
हो म शुद्ध आत्मा हो किनभने मैले सबैलाई माफ गरिसकेँ मेरो परिवारलाई मार्ने कालीचरणलाई पनि किनभने म बुझ्छु ऊ पनि कुनै समय कसैको शिकार थियो कसैले उसलाई पनि सरापेको थियो। बालकृष्ण दासले भने तिमी योग्य छौ मालती तर एउटा समस्या छ के तिमी पहिले नै मरिसकेकी छौ तिम्रो जीवन शक्ति छैन तिमी केवल आत्मा मात्र हो। मालती चुप भइन् यो कुरा सत्य पनि थियो। त्यसै बेला ढोकाबाट अर्को आवाज आयो त्यसो भए म गर्छु सबैले फर्केर आवाज आइरहेको तर्फ हेरे। ढोकामा एकजना युवक उभिएको थियो करिब 25 वर्ष जतिको सामान्य लुगा लगाएको। तपाईँ को हुनुहुन्छ रोहनले सोध्यो। युवक भित्र पस्दै भने म आकाश हो म यो महलको नजिक बस्छु र आज बिहानै मैले एउटा सपना देखेर सपनामा मलाई यहाँ आएर मद्दत गर्न बोलाइएको थियो। प्रोफेसरले उसलाई ध्यानपूर्वक हेरेर भने कसले बोलायो। एउटा वृद्ध आइमाईले। उनले भनिन् जाऊ तिम्रो आवश्यकता छ त्यहाँ। बालकृष्ण दासले आकाशको अनुहार लामो समयसम्म हेरे त्यसपछि भने तिमी शुद्ध छौ तिम्रो आत्मा स्वच्छ छ तिमी योग्य छौ। आकाशले सोध्यो मैले के गर्नुपर्छ। तिम्रो जीवनशक्ति दिनुपर्छ पीडादायक हुनेछ तर तिमी मर्ने छैनौ। आकाशले नहिचकिचाइकन भन्यो म तयार छु। पहिलो शर्त पुरा भयो जसअनुसार आकाशलाई बलिदान दिनेछ। अब दोस्रो शर्त कालीचरणको हड्डी खोजेर नष्ट गर्ने। प्रोफेसरले भने हड्डी बेसमेन्टको सबैभन्दा गहिराइमा छ हामीले खन्नुपर्छ त्यहाँ तर कालीचरणको आत्मा त्यहीँ छ प्रियाले भन्यो। उसले हामीलाई आक्रमण गर्नेछ। बालकृष्ण दासले भने त्यसैले हामीले सुरक्षा चाहिन्छ। म तिमीहरूसँग आउनेछु मेरो आध्यात्मिक शक्तिले केही समयको लागि कालीचरणलाई रोक्न सक्छ तर लामो समय होइन तिमीहरूले छिटो काम गर्नुपर्छ। रेखाले भनिन् म पनि आउँछु यो मेरो परिवारको कथा हो। रोहनले भने हामी सबै एकसाथ जाउँ। योजना तयार भयो। पहिला सुरक्षा कवच बनाउन आकाशको जीवनशक्ति लिने त्यसपछि बेसमेन्टमा जाने अनि हड्डी फेला पार्ने र नष्ट गर्ने। अन्त्यमा रातिको 12 बजे अघि नै अनुष्ठान पुरा गर्ने। समय साँझको 8 बजे 12 बज्न केवल 4 घन्टा मात्र बाँकी थियो। बालकृष्ण दासले आकाशलाई कोठाको बिचमा बसालेर वरिपरि मन्त्र लेखेर धुब्बाले। आकाश यो पीडादायक हुनेछ तर डराउनु पर्दैन तिम्रो जीवनशक्ति अस्थायी रूपमा मात्र लिइनेछ तर अनुष्ठानपछि फर्किनेछ। आकाशले मुन्ट हल्लाउँदै भन्यो म तयार छु। बालकृष्ण दासले गहिरो शक्तिशाली मन्त्र पढ्न थाले। आकाशको शरीर चम्किन थाल्यो उज्यालो जस्तो उसको शरीर भित्रबाट प्रकाश निस्किरहेको। त्यसपछि पीडा सुरु भयो। आकाश चिच्चायो तर रोकिएन दाँत खिच्दै सहिरहे। उनको शरीरबाट सेतो धुवा जस्तो निस्किन थाल्यो त्यो उनको जीवनशक्ति थियो। बालकृष्ण दासले त्यो शक्तिलाई एउटा पवित्र कलशमा जम्मा गरे। समय बित्दै गयो 10 मिनट 15 मिनट आकाशले पीडा सहिरहेर अन्त्यमा अनुष्ठान पुरा भयो। आकाश जमिनमा पल्टे एकदमै कमजोर तर जीवित सास फेरिरहेका थिए। रेखाले उनलाई सम्हालेर पानी दिन्। धन्यवाद उनले कामदै भने। बालकृष्ण दासले कलश उठाए। अब यो जीवनशक्तिले तिमीहरू सबैको लागि सुरक्षा कवचको काम गर्नेछ। उनले प्रत्येकको निधारमा त्यो जीवनशक्तिको टिका लगाइदिए। यो तिमीहरूलाई केही समयको लागि सुरक्षित राख्नेछ सीमित हुनेछ सावधान रहनु सबैजना। तिनीहरूले आवश्यक सामान लिए मसाल बेल्छा पानी र प्रोफेसरको पुस्तक। मालतीको आत्माले भने म जान्छु म तिमीहरूलाई मार्ग देखाउँछु। बेसमेन्टमा एउटा गोप्य भाग छ जहाँ हड्डी गाडिएको छ। आकाश कमजोर भए पनि आउन चाहन्थे तर रेखाले रोकिन्। तिमी यहीँ बसेर आराम गर हामी फर्कन्छौँ। अन्त्यमा रोहन प्रिया प्रोफेसर विक्रम रेखा बालकृष्ण दासको आत्मा र मालतीको आत्मा बेसमेन्टमा जान तयार भए। तिनीहरू तल्लो तलामा जाँदै महलको वातावरण चिसो अँध्यारो र भारी भयो। ट्र्यापडोर अझै पनि खुला थियो। बेसमेन्टतिर जाने बाटो लाग्दै रोहनले मसल अगाडि बढाउँदै भने जाउँ। तिनीहरू ट्र्यापडोरबाट तल ओर्लिए। एउटा साँगुरो अँध्यारो माटोको सिडी भएको बेसमेन्टमा पुगे। यो एकदमै भयानक थियो। ठुलो कोठा तर बिल्कुल खाली माटोको पर्खा लागेको जीर्ण छत र वरिपरि मानिसहरूको सयौँ हड्डीहरू। यो के हो प्रियाले कामले सोधे। मालतीले जवाब दिए यी तिनीहरूका हड्डी हुन् जो कालीचरणद्वारा मारिएका थिए। 1800 को दशकमा उसले तान्त्रिक अनुष्ठानका लागि मानिसको बलि दियो। सबैको रगत चिसो भयो। अचानक आवाज आयो अनि गहिरो अनि डरलाग्दो अनन्त तिमीहरू आयो स्वागत छ मेरो घरमा। सबैले वरिपरि हेरे केही देखिएन तर आवाज सबैतिरबाट आइरहेको थियो। मैले लामो समयदेखि पर्खिरहेको थिएँ र अब तिमीहरू सबै मेरो हुनेछौ। बालकृष्ण दास चिच्चाउँदै भने कालीचरण तेरो समय समाप्त भयो। आज तेरो श्राप टुट्नेछ। गर्जना जस्तो हाँसो गुन्जियो। टुट्नेछ बुढो त 80 वर्ष अघि हारिस् र आज पनि हार्नेछस्। अचानक बेसमेन्टको कुनाबाट केही देखिन थाल्यो। एउटा धुवा जस्तो आकृति तर बिस्तारै कालीचरणको रूपमा बदलियो। लामो कपाल र दारी पालेको तान्त्रिक लुगा लगाएको तर अनुहार एकदमै सडेको डरलाग्दो र आँखा बुढो रूपमा कालो। ऊ मुस्कुराइरहेको थियो। त्यो मुस्कान एउटा शैतानी मुस्कान थियो।
कालीचरणले आफ्नो हात उठाएर अचानक बेसमेन्टको सबै हड्डीहरू हल्लिन थाले। तिनीहरू हावामा घुम्दै उड्न थाले र त्यसपछि तिनीहरू जोडिन थाले अनि एकाएक भूतको आकार बन्यो। हड्डीबाट दर्जनौं भूतहरू बने। कालीचरणले आदेश दियो, तिनीहरू सबैलाई मार्दे। हड्डीको भूतहरूले आक्रमण गर्न सुरु गरे। रोहनले बेल्चाले प्रहार गर्यो। बेल्चाको प्रहारले हड्डीबाट बनेको भूत भाँचिएर भुइँमा फिजारियो, तर फेरि आफै जोडियो। त्यसपछि प्रियाले मसालको झटाहरूले हानिन्। बल्ल आगोको प्रभावले भूतहरू पछाडि हटे। प्रोफेसर विक्रमले उनको हजुरबाले सिकाएको मन्त्र पढ्यो। बालकृष्ण दासको आत्माले शक्तिशाली मन्त्र उच्चारण गर्यो र एउटा सुरक्षा घेरा बनायो। हड्डीका भूतहरू त्यो घेराभित्र प्रवेश गर्न सकेन, तर त्यो अस्थायी थियो। बालकृष्ण दासको शक्ति सीमित थियो। छिटो गर, उनले चिच्चाउँदै भने। हड्डी खोज, मसँग धेरै समय छैन। मालतीको आत्माले तिनीहरूलाई बेसमेन्टको एउटा कुनामा लगिन भनिन्। यहाँ ठिक यो ठाउँमा नै हुनुपर्छ, मलाई त्यो हड्डीको महसुस यहीँ हुन्छ। रोहन र प्रोफेसरले तेज गतिमा बेल्चा लिएर खन्न थाले। 1 फिट, 2 फिट, 3 फिट। बालकृष्ण दासको सुरक्षा घेरा कमजोर हुँदै थियो। हड्डीका भूतहरू नजिक आइरहेका थिए। कालीचरणले हाँस्दै भन्यो, तिमीहरू हार्छौ, मेरो शक्ति असीमित छ, यो मेरो भूमि हो। रेखाले भगवानसँग प्रार्थना गरिरहेकी थिइन् भने प्रियाले हड्डी खोज्नमा सहयोग गरिरहेकी थिइन्। अचानक बेल्चा केही कडा कुरामा ठोकिएको आवाज आयो। के छ यहाँ? रोहनले चिच्चायो। तिनीहरूले माटो हटाएर त्यहाँ तिनीहरूले एउटा सानो काठको पुरानो सन्दुक देखे। प्रोफेसरले सन्दुक उठाएर खोले। त्यो सन्दुकभित्र एउटा खोपडीको भागको हड्डीको टुक्रा र त्यसमा तान्त्रिकीय शक्तिको चिन्ह कोरिएको थियो। यही हो, प्रोफेसरले भने। कालीचरण चिच्चायो, होइन, त्यो नजाऊ। अचानक उसले शक्तिशाली आक्रमण गर्यो, जसले गर्दा बालकृष्ण दासको सुरक्षा घेरा टुट्यो। हड्डीका भूतहरू दौडिएर भित्र गए, तर मालतीको आत्माले आफूलाई बिचमा राखेर उनीहरूलाई बचाउँथ्यो भनिन्। भाग, तिमीहरू मरोक्छ यिनीहरूलाई। उनले आफ्नो सम्पूर्ण आध्यात्मिक शक्ति प्रयोग गरिन्। वरिपरि सेतो उज्यालो, वरिपरि त्यसको शक्तिले हड्डीका भूतहरू पछाडि धकेलिए। छिटो माथि जाऊ, मालतीले चिच्चाइन्। रोहन, प्रिया, प्रोफेसर रेखा कालीचरणको हड्डी बोकेर सिडी चढ्न थाले। बालकृष्ण दासको आत्मा पनि तिनीहरूसँग थियो, तर मालती तिनीहरूलाई बचाउनको लागि त्यही तलै कालीचरणलाई रोक्दै बसिन्। मालती, तिमी पनि छिटाऊ, रेखाले चिच्चाइन्। म आउन सक्दिनँ। यदि मैले यो ठाउँ छोडेँ भने कालीचरणले तिमीहरूलाई मार्नेछ। जाऊ, तिमीहरू छिटो जाऊ। कालीचरणले मालतीमाथि शक्तिशाली आक्रमण गर्यो। त्यो शक्तिशाली आक्रमणले मालतीको आत्मा कमजोर हुँदै थियो, तर पनि उनले हार मानिन। म अझै मरेको छैन कालीचरण, तैँले मेरो शरीर प्रयोग गरिस्, तर पनि म अझै यहीँ छु र आज म तँलाई हराउँछु। उनले आफ्नो अन्तिम शक्ति प्रयोग गरिन्, जसले गर्दा एउटा भयानक विस्फोट भएर चारैतिर सेतो उज्यालो छरियो। कालीचरण त्यो सेतो सकारात्मक शक्तिको असरले चिच्चाउँदै पछाडि दगलियो र मालती बिस्तारै फिकाउँदै गइन्। केही छिनमा उनको हातमा विलिन भयो। मालती, नाइ 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 नाइ, त्यस्तो नगर, बालकृष्ण दास चिच्चायो। तर मालती मुस्कुराउँदै, अनन्त, मैले मेरो काम पुरा गरेँ, अब मेरो आत्माले मुक्ति पाउँछ। उनको आत्मा पूर्ण रूपमा गायब भयो। मालती यसपटक सधैँको लागि यो संसारबाट गइन्। रोहन र अरू सबैजना माथिल्लो तलामा हाफ्दै पुगे। सबै डराएका थिए, तर हड्डी सुरक्षित थियो। समय रातिको 11:45 भएको थियो। मध्यरात हुनलाई मात्र 15 मिनट बाँकी थियो। छिटो अनुष्ठान सुरु गर्नुपर्छ, प्रोफेसरले भने। तिनीहरूले कोठाको बिचमा पवित्र आगो बाले। प्रोफेसरले पुस्तकबाट मन्त्र पढ्न थाले। बालकृष्ण दासको आत्माले पनि सहयोग गर्यो। रोहनले हड्डी आगोमा राख्यो। हड्डी आगोमा बल्न थाल्यो, तर साधारण तरिकाले होइन। त्यो हड्डीबाट चिच्चाहट आइरहेको थियो, जस्तो कि त्यो हड्डी होइन कि कुनै जीवित मानिस हो। साथै बेसमेन्टबाट पनि कालीचरणको चिच्चाहट आयो। नाइ नाइ, तिमीहरूले के गरिरहेको छौ? रोको। बेसमेन्टबाट कालो धुवा निस्कन थाल्यो। एकदमै तेज गतिमा माथि आइरहेको थियो। कालीचरणले रोक्न खोजिरहेको छ, बालकृष्ण दासले भने। मन्त्र रोक्नु हुँदैन है, जारी राख। प्रोफेसरले मन्त्र पढ्न तेज गरे। रोहन, प्रिया, रेखा सबैले दोहोऱ्याए। हड्डी आगोमा बोलिरहेको थियो, बिस्तारै खरानीमा परिणत भइरहेको थियो। कालो धुवा कोठामा पुगेर त्यसपछि कालीचरण प्रकट भयो, पूर्ण भौतिक रूपमा। उसको अनुहार क्रोधले भरिएको थियो। तिमीहरूले मलाई मार्न सक्दैनौ, म अमर छु। उसले प्रोफेसरमाथि आक्रमण गर्यो। प्रोफेसर उडेर पर्खालमा ठोकिएर मुर्छा परे। कालीचरणले रोहनलाई घाँटीमा समात्यो। रोहनको सास रोकिन थाले। प्रिया र रेखाले मन्त्र जारी राखे, तर डर बढ्दै थियो। बालकृष्ण दासको आत्माले कालीचरणलाई रोक्न खोज्यो, तर कालीचरण धेरै नै शक्तिशाली थियो। अचानक ढोका खुल्यो। आकाशभित्र बस्यो। ऊ अझै पनि कमजोर थियो, तर उसको हातमा त्यो पवित्र कलश थियो जसमा उसको जीवन शक्ति थियो। छोड उसलाई, आकाशले चिच्चायो। कालीचरण हाँस्दै भन्यो, त एउटा साधारण मान्छे, तैँले मलाई केही गर्न सक्दैनस्। तर आकाशले कलश उठाएर कलशभित्रको जीवन शक्ति कालीचरणमाथि खनायो। शुद्ध पवित्र जीवन शक्तिले कालीचरणलाई छुन साथ ऊ पीडाले गरायो। के हो यो? यसले मलाई जलाइरहेको छ। शुद्ध आत्माको शक्तिले दुष्ट आत्मालाई पोलिरहेको थियो। कालीचरणले रोहनलाई छोडेर पछाडि हट्यो र त्यसै क्षणमा हड्डी पूर्ण रूपमा जलेर खरानी भयो। समय ठिक रातिको 12 बजेको थियो।
ठिक मध्यरातमा हड्डी जलाएर अनुष्ठान पुरा भयो। कालीचरणको शरीर नष्ट हुन थाल्यो। उसको शरीर बीचबाट चिरिएर त्यहाँबाट उज्यालो निस्किन थाले। होइन होइन, यो हुनै सक्दैन, म त अमर हो, बालकृष्ण दासले चिचाएर भने। होइन कालीचरण, त अब समाप्त हुन्छस्, तेरो श्राप टुट्यो, तेरो समय सकियो। कालीचरणको शरीर कालो धुवामा विस्फोट भयो। त्यो धुवाबाट एउटा आवाज आयो, तर यो पटक आवाज फरक थियो, कमजोर र मानवीय। अनन्त, म मुक्त भएँ, धन्यवाद मलाई यस श्रापबाट मुक्त गरेकोमा। त्यो कालीचरणको वास्तविक आत्मा थियो, जो कुनै समय मानिस थियो, जसलाई कसैले सराएको थियो र दुष्ट आत्मामा परिवर्तन भएको थियो। अब ऊ मुक्त भयो, हावामा विलीन भयो। बेसमेन्टबाट सबै अनौठा आवाजहरू र हड्डीका भूतहरू गायब भयो र अचानक महलमा सन्नाटो छायो। पहिलो पटक 100 वर्षमा महलमा सकारात्मक शान्तिको महसुस भयो। बिहान भयो, सूर्य उदायो र महलमा उज्यालो पस्यो। रोहन, प्रिय, रेखा, प्रोफेसर विक्रम र आकाश सबै थकित थिए तर जीवित थिए। साथै अनुहारमा एउटा एक प्रकारको खुसी र सन्तुष्टि थियो। बालकृष्ण दासको आत्मा अझै पनि त्यहीँ थिए र भने, मेरो काम पुरा भयो, 80 वर्षको प्रतीक्षा अन्त्य भयो, अब म पनि मुक्त हुन्छु। प्रोफेसर विक्रमले आफ्नो हजुरबालाई हेरे। उनको आँखामा आँसु थियो। हजुरबा, धन्यवाद यो सबै कुराको लागि। बालकृष्ण दास मुस्कुराउँदै भने, तिमीले राम्रो गर्यौ नाति, मलाई गर्व छ। अब तिमीहरूले सम्हाल, मानिसहरूलाई यो सत्य कथा बताऊ। उनको आत्मा बिस्तारै फिकाउँदै उज्यालोमा गायब भयो। त्यो दिन दिउँसो तिनीहरू महलको बगैँचामा थिए। मालतीको सम्मानमा सानो समारोह गर्दै थिए। रेखाले फुल चढाइन्। ठुलो मम्मी, तपाईँ नायिका हुनुहुन्छ, तपाईँ सधैँ सही हुनुहुन्थ्यो, संसारले तपाईँलाई गलत बुझ्यो, तर अब हामीले सत्य पत्ता लगायो। प्रियाले भनिन्, म यो सत्य कथा लेख्नेछु र सबैले जान्नेछन् मालती निर्दोष थिइन् र उनी शिकार थिइन्। अचानक हावाको कोमल झोक्का आयो र तिनीहरू सबैले महसुस गरे जस्तो कसैले तिनीहरूलाई अँगालोमा हालेको, कसैले उनीहरूलाई धन्यवाद दिइरहेको। त्यो मालती थिइन्। अन्तिम पटक सबैलाई धन्यवाद दिँदै बिदा भइन् र त्यसपछि उनी सधैँको लागि शान्तिमा विलिन भइन्। 1 महिना बित्यो। प्रियाले आर्टिकल प्रकाशित गरिन्, रक्तकाली महलको साँचो कथा भाइरल भयो र सबैले पढे। मालतीको नाम साफ भयो। उनी हत्यारा होइन, शिकार थिइन् भनेर सबैले थाहा पाए। रोहनले महलको फोटोको डकुमेन्ट्री बनाए, अध्याएर एउटा साँचो कथा। त्यो डकुमेन्ट्री पनि सफल भयो। रेखाले आफ्नो परिवारको इतिहास सङ्कलन गरिन्। कमला र मालती दुवैको सम्मानमा एउटा सानो मेमोरियल बनाइन्। प्रोफेसर विक्रमले त्यो पुरानो पुस्तक इतिहासको रूपमा म्युजियममा राखे। आकाश पूर्ण रूपमा निको भयो। उनको जीवनशक्ति फर्किएर उनले एउटा नयाँ उद्देश्य पाए, मानिसहरूलाई आध्यात्मिक तरिकाले मद्दत गर्ने। महल अब शान्त र सुरक्षित थियो। सरकारले यसलाई हेरिटेज साइट घोषित गरिदियो। अब यो म्युजियम हो जहाँ मानिसहरू इतिहास सिक्न र सत्य जान्न आउँछन्। बेसमेन्टलाई पूर्ण रूपमा सुरक्षाको लागि सिल गरियो। पूर्णिमाको रात, अब त्यहाँ कुनै अलौकिक आवाज आउँदैन, न त कुनै चिच्याट आउँछ, बस शान्तिको महसुस मात्र हुन्छ। 6 महिनापछि पूर्णिमाको एक रात रोहन रक्तकाली महलमा गयो। एक्लै रातिमा टहलिनको लागि ऊ माथिल्लो तल्लामा गयो, त्यो कोठामा जहाँ सबै भएको थियो। चालबाट बाहिर हेऱ्यो। पूर्णिमाको रात जुन चम्किरहेको थियो। उसले मनमा नै भन्यो, मालती, आशा छ तपाईँले शान्ति पाउनुभयो, तपाईँको बलिदान बिर्सिने छैन। अचानक उसले काँधमा कोमल स्पर्श महसुस गर्यो। उसले फर्केर हेऱ्यो, त्यहाँ केही थिएन, तर हावामा उसले मालतीको धेरै धमिलो आवाज सुन्यो। धन्यवाद तिमीहरू सबैजनालाई, म अब मुक्त र शान्त छु सधैँभरिको लागि। रोहन मुस्कुरायो। उसको आँखामा टिलपिल आँसु थियो। कथा यहीँ समाप्त भयो, तर सत्य सधैँ रहनेछ। तर त्यो रात जब रोहन महल छोडेर जाँदै थियो, बेसमेन्टको सिल गरिएको ढोकामा एउटा सानो दरार देखियो र दरारबाट धेरै धमिलो कालो धुवाको एउटा पातलो धार निस्क्यो। यो बेसमेन्टको अँध्यारोमा लुक्यो, किनभने जब एउटा दुष्ट आत्मा नष्ट हुन्छ, कहिलेकाहीँ त्यहीँबाट अर्को दुष्ट आत्मा जागृत हुन्छ। बेसमेन्टको गहिराइमा अर्को हड्डी लुकेको थियो, जुन कालीचरणको गुरुको थियो, जो ऊभन्दा पनि बढी शक्तिशाली थियो, र त्यो हड्डीबाट बिस्तारै केही जागृत हुँदै थियो।